फेरि पनि जगतमाथि बोलो चिताई भन्नुभयो जननीले सुरवर्गलाई। स्तोत्रले स्तुति सधैँतिर चित्त पारी जो गर्छ दुःखहरूलाई उसका निखारी। जो वीर दैत्य मधुकैटभ नासिएको जो दैत्य राजा महिषासुर मासिएको। जो पाठ गर्छ बध शुम्भ निशुम्भको यो हर्नेछु दुःख जसो उसका सुख पाउला त्यो। जो अष्टमी नवमीमा र चतुर्दशीमा एकाग्र चित्त गरी भक्ति लगाए मनमा। मेरो माधवे सुनला उसलाई आदि दारिद्र्य शोक पित पिरताप होइन व्याधि। डाकार अग्नि भूपति चारको र सशस्त्रको भय होइन कुनै कठोर। यही निम्ति नित्य सुवदाय एक गुण तातो मेरो माधे कि बढोस् सुनोस् उसको। उत्पात ताप आदि भौतिक दैविकादि मेरो महात्म्य हरनेछ सबै उपाधि। यो स्तोत्र जो घरमा पढ्नेछ खास गर्नेछु नित्य उसका गृहमा म वास। पूजा बलि अरू महात्म्य होम गर्दा मेरो चरित्र पढ्नु शुभ कार्य गर्दा। जानी नजानी बलि पूजन जो गरिन्छ मेरो प्रसाद मिली त्यो परिपूर्ण हुन्छ। पूजा शरद समयमा नवरात्रमा गर्छन् हर्ष दुनियाँ प्रतिवर्ष यहाँ। त्यसमा सुने सब चरित्र परत्र मुक्त होला यहाँ पनि ठुलो धनधान्य एउटा। मेरो चरित्र र पराक्रम जन्म सुन्दा होला सधैँ पुरुष निर्भय केही भन्दा। पर्दैन शत्रु मरण भय नाश हुन्छ आनन्दले कुल कुटुम्ब बढेर हान्छ। दुस्वप्न दुध उपसर गर शान्ति कर्म पीडाग्रादिहरूका जति पर्छ मर्म। मेरो चरित्र सब सङ्कट ताप हर्छ एकाग्र भइकन सुने मन जो मनमौज गर्छ। बालाग्रादिहरू बालकको विनाशी मैत्री गराउँछ परवेदनसी। व्याधि दुष्टहरूको बल खैँची लिन्छ सम्पूर्ण राक्षस पिशाच विनाशी दिन्छ। जो पुष्प अर्घ पशु चन्दन धूप बाती नैवेद्य विव्रजन भोजन भेटी घाटी। अर्पी सधैँ निसिदिने चरु हो महाला पञ्चामृतादिहरूले प्रतिमा पखाल। पूजा गरोस् उसका मनजिक हुन्छु इच्छा बमोजिम सदा सुख शान्ति दिन्छु। महात्म्य सुन्दछन् जो जनएका बाजी नासिन्छ पाप तिनको मन हुन्छ राजी। उत्पत्तिको श्रवण कीर्तन भूत देखे कल्याण गर्छ अरूको पनि हर्ष सेखी। सङ्ग्रामको सब चरित्र सुने मनुष्य सुरु हुनेछ उसको रिबु हुन्छ अवश्य।
ब्रह्मा महर्षि तिमी सब देवतालाई मेरो स्तुति जति गर्यो भैले भैले खुसीले जो त्यो स्तुति थिरमती भई नित्य सुन्छ त्यसलाई शान्ति अति उत्तम ज्ञान हुन्छ। दावाग्नि बेष्टित ठुलो बनराका चोर सिंहादि व्याघ्र बनका बनती घोडा मार्ने हुकुम निपतिको अरू झ्याल खाना नौका अडे जलधिमा चलदा तुफान शास्त्रार्षधार रणदारुण शत्रु आदि पर्नेछ सङ्कट जसै हुन बाटो ज्यादे मेरो चरित्र समझोस् तुरुन्त सारा सङ्कट नष्ट भए मिल्छ ठुलो सारा मेरी प्रभाव बलले गरे सिंह चोर व्याघ्रादिको रति पनि चल्दैन जोर यति चरित्र महिमा सबमा बखानी सामने तुरुन्त त्यल्पिनु भो भवानी ती देवताहरू पनि खुसीले रमाई आएर यज्ञहरूको सौभाग भाग खाई जो आफ्नो आफ्नो अघिको अधिकार फेरि गर्दा भए सकल निर्भय लोक हेरी श्रीदेवीले समरमा बोलियो निसोम संसार ध्वस्त गर्ने अतिवीर सोम मारेपछि असुर कायरमा जचेका पातालमा गई बसे रणमा बचेका हे राजन जगदम्बिका भगवती संसारको पालना गर्नैलाई मेरो निमित्त पनि ते उत्पन्न झैँ भइकन गर्छिन् विश्व प्रकाशमा पनि पार्छिन् हुन तिनी मागे बुद्धि अमोघ ज्ञान रमा ऐश्वर्य दिने छिन् तिनी।